नमस्कार किसान दाजुभाइ तथा दिदीबहिनीहरू, स्वागत छ तपाईलाई एग्री वर्ल्ड नेपाल च्यानलमा। आज हामी कुरा गर्दैछौँ एकदमै लोकप्रिय, उच्च मूल्यको र पौष्टिक फल ड्र्यागन फ्रुटको बारेमा चर्चा गर्दैछौँ। दृश्यमा देखाइएको फर्म सुदोधन गाउँपालिका वार्ड नम्बर 3 मा अवस्थित रहेको ड्र्यागन फर्म हो। यो विगत 4 वर्षदेखि यसमा नियमित ड्र्यागन खेती गर्दै आएको छ। फर्मको व्यवस्थापन हेर्दा त्यति राम्रो देखिएको छैन, तर मैले यो फर्मलाई पहिल्यै निकटबाट हेर्दै गर्दा पनि यो फर्म सुरुवाती अवस्थाभन्दा अहिले निकै नै राम्रो देखिएको छ। तर अन्य कुराहरू जस्तै सिँचाइको प्रबन्ध पनि यसमा राम्रै हामीले ड्रिप इरिगेसनबाट गरिएको छ भने, तर अन्य व्यवस्थापन पक्षहरू जस्तै भित्रको हामीले खाली भागलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको देखिएको छैन। र ड्र्यागन फ्रुटमा पनि यो ड्र्यागनको बोटमा पनि समस्याहरू देखिराखेको अवस्था छ। अब आज हामी यो ड्र्यागन फ्रुटलाई कसरी राम्रो गराउन सकिन्छ, यसलाई कसरी व्यवस्थापन गराउन सकिन्छ र हामीले कसरी यो ड्र्यागन फ्रुटबाट मनग्गे आम्दानी लिन सकिन्छ भन्ने कुरा यस भिडियोबाट हामीले जानकारी दिन चाहन्छौँ। ड्र्यागन फ्रुट अहिले नेपालमा धेरै नै चर्चामा रहेको छ। सबै आजभन्दा करिब 72 सालतिर पनि यो काठमाडौँ 72 भन्दा पनि निकै अगाडि नै हो मलाई, तर मैले सर्वप्रथम 71 सालमा काभ्रेपलाञ्चोक जिल्ला काठमाडौँ नजिकै सिन्धुपाल्चोक काभ्रेपलाञ्चोकतिर पनि यसको खेती भएर मैले ठुलो त्यहाँको हावापानीलाई सुहाउँदो राम्रो फल देखेको थिएँ र चाख्ने मौका पनि मिलेको थियो। तर आजभोलि यो तराईको एरियामा पनि सबैतिर ड्र्यागन फ्रुट लगाइएको देखिन्छ, तर लगाए जस्तो त्यति राम्रो भने देखिँदैन। अब आज चर्चा गरौँ थोरै यो फल अहिले नेपालमा धेरै चर्चामा रहेको छ, तर तपाईहरूलाई थाहा छ कि छैन, यो फल दक्षिण अमेरिकाबाट आएको हो। नेपालमा पनि यसलाई अहिले सजिलै खेती गर्न सकिन्छ। आज हामीले यही ड्र्यागन फ्रुट सम्बन्धी केही कुराहरू गर्नेछौँ। ड्र्यागन फ्रुटलाई पितया पनि भनिन्छ। यो क्याक्टस फ्यामिलीमा पर्ने फल हो। मुख्य रूपमा यो मेक्सिको, भेनेजुएला र कोलम्बियामा उत्पत्ति भएको मानिन्छ। नेपालमा यो पहिलो पटक चितवन र सिन्धुपाल्चोकतिर अथवा धरानतिर पनि व्यावसायिक रूपमा सुरु भएको देखिन्छ भने आजभोलि नेपालका तराईका सम्पूर्ण अधिकांश जिल्लाहरूमा ड्र्यागन फ्रुट खेती भएको देखिन्छ। अब ड्र्यागन फ्रुटको खेती सम्बन्धी थप चर्चा गरौँ। ड्र्यागन फ्रुट उष्ण समशीतोष्ण जलवायुमा राम्रो हुन्छ। यसलाई 20 देखि 30 डिग्री तापक्रमका बीचमा उपयुक्त मानिन्छ, तर 10 डिग्री भन्दा थोरै र 40 डिग्री भन्दा माथि भएमा बिरुवा कमजोर हुन्छ। माटो भने यसलाई हल्का दोमट, राम्रो ड्रेनेज, राम्रो पानीको निकास राम्रो भएको र पीएचको कुरा गर्दा 5.5 देखि 7। विशेष गरी नेपालमा 3 किसिमका जातहरू पाइन्छन्, जस्तै एउटा हुन्छ रातो रेड स्किन व्हाइट फ्लेस, अर्को हुन्छ रेड स्किन रेड फ्लेस र अर्को हुन्छ येल्लो स्किन व्हाइट फ्लेस। नेपालमा रेड स्किन विथ व्हाइट फ्लेस जात सबैभन्दा धेरै लगाइन्छ। अब बिरुवाको कुरा गरौँ। बिरुवालाई कसरी रोपाइँ गरिन्छ भन्दा बिरुवा कलमीबाट तयार गरिन्छ। बिरुवा कम्तीमा 30 देखि 40 सेन्टिमिटर लम्बाइको हुनुपर्छ। बिरुवा रोप्नु अघि हामीले यी जस्तै यो चित्रमा देखाइएको भिडियोमा देखाए जस्तो फुलहरू र ड्र्यागन फ्रुट लगाएको 4 वर्ष जति भयो हजुर, हैन?
यो तपाईँको यो फुल फुलेको नि देखिरहनु भएको छ अहिले हैन। अब यो मैले यो फल लाएको थिएँ, यहाँ पाकेको थियो, फल पाकिसकेपछि मैले यो ठाउँबाट काटेँ। हेर्नु है यता यो यहाँबाट दुई ठाउँबाट काटेँ मैले, फल यहाँबाट लिगेँ। फल लिगिसकेपछि यस्तो प्रकारको समस्या देखियो ड्र्यागन फ्रुट यो बिरुवामा। अब यसको चाहिँ खास निवारण कसरी गर्ने हो? अब तपाईले त्यो जस्तै काटिसकेको भइसकेपछि त्यस्तो भएको हो कि फल टिपिसकेपछि त्यस्तो भयो हैन? हजुर, यो फल टिपेँ मैले, यहाँ फल तयार भएको फल लिइसकेपछि अनि यस्तो देखियो। यो खास वास्तवमा यो हुन नपर्ने, यो त्यस्तो त हुन नपर्ने थियो, त्यस्तो भएछ। समस्याले भयो। अनि यो छ नि यतापट्टि हो, यो पनि के भएको हो? यो यस्तो पनि छ नि, यो तपाईले फल टिपिसकेपछि त्यस्तो भएको हो कि के हो? यो पनि होइन, यो फल टिपेको होइन, यो चाहिँ फल टिप्दाखेरि भएको। यो दुईटै मलाई यसै दुईटैको समस्या के हो, यसको निवारण मलाई चाहिएको हो। त्यही भएर तपाईँ अब टेक्निसियन मान्छे, एग्रिकल्चर टेक्निसियन मान्छेसँग मैले यसको प्रश्न चाहिँ गरेँ। खासमा यो यसको समस्या के कारणले समस्या भएको र निवारण यसरी कसरी गर्न सकिन्छ, यसको उपाय चाहिँ बताइदिनु होला। अनि त्यस्तै गरी सुन्नु न, यो फार्म चाहिँ यत्रो एरिया लिनुभएको छ, अनि यो जग्गा यत्तिकै खाली राख्नुभएको छ तल पनि, यसमा पनि त हामीले गर्न सकिन्थ्यो। हजुरले यसमा चाहिँ किन नगर्नु भएको होला? यसलाई चाहिँ के लाग्छ हजुरको कुरा? यसमा त केही त गर्न सकिन्थ्यो नि, जस्तै अन्य फार्महरूमा हजुरको जस्तै कतै खुर्सानी लगाएर मनग्गे आम्दानी लिइराखेका हुन्छन्, कतै मेवाहरू लगाइराखेका हुन्छन्। तपाईँले चाहिँ किन यसै खाली छोड्नु भएको होला? तपाईँको खर्च त राम्रै गर्नुभएको छ, पहिला मल्चिङ पनि गर्नुभयो रहेछ, पछि उहाँ इरिगेसनको इरिगेसन पनि गर्नुभएको छ, डिप इरिगेसन पनि गर्नुभएको छ हैन। तर सोचे जस्तो त भएन नि त, यहाँ त लगानी त धेरै नै छ। अब यतापट्टि यस्तो उहाँ किसान साथीसँग हामीले किसान साथीसँग पनि कुरा गर्यौँ। ड्र्यागन फ्रुट उहाँले लगाउनु भएको ड्र्यागन फ्रुट हो, उहाँले पनि नियमित हेरचाह गरिराख्नु भएको छ, तर पनि उहाँले सोचे जस्तो राम्रो हुन सकिराखेको छैन। आएको भए यहाँ अझ चाहिँ अस्तव्यस्त थियो, अहिले चाहिँ यतिको अलि हरियाली यस्तो राम्रो देखिएछ। अहिले बिरुवाहरू पनि यतिको चाहिँ मैले होला भनेर सोचेको त थिएन, तर अहिले यतिको हुँदाखेरि चाहिँ केही आशा चाहिँ पलाएको छ। अब तपाईँले भनेअनुसार यो जग्गाहरू चाहिँ खाली ठाउँमा खाली भयो, अब यसलाई चाहिँ कसरी व्यवस्थित गरेर अरू किसिमबाट पनि फाइदा लिन सकिन्छ भन्ने तपाईँको सुझाव पनि एकदम राम्रो हो। अब मलाई त्यसको बारेमा केही आइडिया छैन, तपाईँले नै अब यसको यहाँ के लाउँदाखेरि ठिक हुन्छ, अब के गर्दा यससँग मिलाउँदाखेरि कम्बाइन खेती केहरू गर्न सकिन्छ, त्यस बारेमा पनि केही जानकारी दिनु होला। हुन्छ त, तपाईँको यो प्रश्नलाई मैले विज्ञसँग पुर्याएर तपाईँलाई यो ठाउँमा के लगाउन सम्भव हुन्छ, अनि यस्ता भएका समस्याहरू यस्तो टिप्दाखेरि यस्तो समस्या आइराखेको छ, अनि मैले अरू ठाउँमा पनि यहाँ देखिराखेको छु थुप्रै समस्याहरू आएको छ। यो समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर मैले यो ड्र्यागन फ्रुट सम्बन्धी नै काम गरेका साथीहरूलाई भनौँ अथवा कृषि प्राविधिकहरू साथीहरूलाई पनि भनौँ, उहाँहरूलाई सोधेर तपाईँलाई छिटोभन्दा छिटो यसको समाधान दिनेछु। ल हुन्छ त, तपाईँले हाम्रो प्रश्न गरिदिनु भएकोमा यस फार्ममा उहाँले जानकारी गराएअनुसार पहिले भन्दा निकै नै राम्रो भएको छ भने, तर हामीले देख्दाखेरि यसमा धेरै प्राविधिक कुराहरूको निकै कमी छ। यो तलको सिँचाइको व्यवस्थापन त ड्रिप इरिगेसनबाट गर्नुभएको छ, तर पनि कतै पाइपहरू फुटेको अवस्था छ भने तल झारहरू निकै ठुला झारहरू पलाएका छन्। अन्तरबालीहरू जस्तै उहाँले लगाउन सक्नुहुन्थ्यो, जस्तै कतै हामीले धेरै ठाउँमा नेपालका अन्य ठाउँहरूमा पनि देखिराखेका हुन्छौँ। यो बीच भागमा जस्तै खुर्सानी लगाउन सकिन्छ हैन, छोटो बालीका धेरै फलहरू लगाउन सकिन्छ। खुर्सानी मात्रै होइन, छोटो समयमा आम्दानी लिन सकिने थुप्रै बालीहरू लगाउन सकिन्छ, जसबाट मनग्गे आम्दानी हुन्छ। ड्र्यागन फ्रुट त छँदैछ, तर त्यसका साथसाथै अन्य फलहरू पनि हामीले लिन सक्नेछौँ, जस्तै खुर्सानी लगाउन सक्नेछौँ है। त्यसपछि अन्य कुराहरू जस्तै मेवा पनि लगाउन सक्नेछौँ। यसमा मेवा लगाउन सक्नेछौँ भने अरू सिजन अनुसारका तरकारीहरू पनि यो खाली भागमा हामीले लगायौँ भने यो खाली जग्गाको पनि राम्रोसँग सदुपयोग हुनेछ। चित्रमा यो भिडियोमा देखाइराख्नु भएको छ उहाँले, यसमा थुप्रै समस्याहरू छन्। जस्तै यिनी समस्याहरू भनेका जस्तै एन्थ्राक्नोज भन्ने एउटा यो सबैभन्दा ठुलो समस्या हो। यसलाई चाहिँ कालो दागहरू देखिराखेको छ। यसको लागि ब्रुडो मिक्सर 1% को ब्रुडो मिक्सर छर्कियो भने यो फङ्गसले गर्दाखेरि हुने कुरा हो। यसलाई चाहिँ हामीले सकेसम्म ब्रुडो मिक्सरले छर्क्यौँ भने धेरै हदसम्म समाधान हुन्छ।
यो तलपट्टिबाट सड्ने पनि देखिराखेको छ। यसलाई चाहिँ सड्ने रोग भन्छ होइन। पानी धेरै हुँदा जराहरूमा पानी धेरै भएको बेलामा यो समस्या देखिएको हुन्छ भने यसलाई चाहिँ राम्रोसँग पानीको निकास दिनुपर्छ र पानीको निकास दिएर यसलाई चाहिँ ट्राइकोड्रामा भन्ने बजारमा पाइन्छ, ट्राइकोड्रामाहरू प्रयोग गरियो भने पनि यसको समस्याको समाधान गर्न सकिन्छ। तर अब किसान साथीहरूले के कति गर्न सक्नुहुन्छ सक्नुहुन्न त्यो उहाँकै कुराहरू भयो। अनि यसमा चाहिँ अब किराहरू पनि सानसानो किराहरू, मिलीबगहरू, स्नेलहरू, एफिडहरूले पनि समस्या पारिराखेको हुन्छ। यसको लागि निम तेल 5 मिलिलिटर प्रति लिटर पानीमा गरेर हामीले पनि मिसाएर पनि छर्न सक्ने हुन्छौँ है। देखिएको छ अब यसमा नियमित अब यो झारहरूको एकदम यो व्यवस्थापन भएकै छैन। यसलाई चाहिँ झारहरू व्यवस्थापन गर्नु पर्यो। बिचमा खनजोत गरेर छोटो समयका बालीहरू तरकारीहरू लगाउनु पर्यो। जस्तै होइन अरू सिजनल तरकारीहरू लगाउन सकिन्छ भने खुर्सानीहरू पनि लगाउन सकिन्छ, मेवाहरू लगाउन सकिन्छ र अन्य थुप्रै कुराहरू लगाएर यस फार्मबाट मनग्गे आम्दानी लिन सकिन्छ। तपाईँलाई आज हामीले ड्र्यागन फ्रुट खेतीको बारेमा जानकारी दियौँ है। ड्र्यागन फ्रुट खेतीको यस खेतीले किसानको आम्दानी मात्र नभएर देशकै कृषि विविधीकरणमा पनि ठुलो योगदान दिन सक्छ।